साथीहरू फाइनली मैले चाहिँ बजाज सोरुममा गएर मेरो बाइक बनाइसकेको छु, सर्भिस गरिसकेको छु। अनि मैले हिजो पनि भिडियो हालेको थिएँ, म बजाज सोरुममा गएर भिडियो हाल्छु, हजुरहरूलाई देखाउँछु बिल त्यहाँ कतिको कस्तो सर्भिस के गर्छु सबै डिटेल देखाउँछु भनेको थिएँ हजुरहरूलाई। मैले अहिले ठ्याक्कै भिडियो बनाउँदैछु। यो चाहिँ मेरो बाइक हो र मेरो बाइकमा चाहिँ आज चेन स्प्रेकर पनि फेर्नु बेला भएको रहेछ, तर चेन स्प्रेकर चाहिँ मैले फेरिनँ। तर पनि मैले चेन स्प्रेकर चाहिँ नफेरे पनि मैले साइड स्ट्यान्ड प्लस मैले क्लच प्लेटहरू फेरेको छु। हजुरहरूलाई जस्तोको तस्तै भिडियो हालेको छु। आशा छ हजुरहरूलाई यो भिडियो हेरेर कस्तो लाग्छ कमेन्ट गर्नु अवश्य पनि गर्नुहुनेछ। र हजुरहरूलाई यो भिडियो बनाएको एउटा कारण पनि के छ भने हजुरहरूलाई पनि यो भिडियो एकदमै महत्त्वपूर्ण हुनसक्छ, हजुरहरूको पनि मनमा जिज्ञासाहरू हुनसक्छ होइन। अनि जति पनि बजाज लभरहरू हुनुहुन्छ, बजाज 220 देखि लिएर बजाज एभेन्जरहरू कुनै पनि बाइकहरू हजुरहरूले चढ्नुहुन्छ भने अवश्य पनि हजुरहरूलाई पनि जिज्ञासा हुनसक्छ। त्यही जिज्ञासा मेटाउनका लागि मेरो पनि जिज्ञासा थियो, त्यही मेरो जिज्ञासा हजुरहरूको सामु मैले प्रस्तुत गर्दैछु। र मेरो जिज्ञासा कस्तो लाग्छ हजुरले जस्ताका तस्तै कमेन्ट गरिदिनु होला है त। र मैले चाहिँ यो भिडियो किन बनाएको भन्दाखेरि मेरो यो भित्र जुन अहिले सर्भिस भइरहेको बाइक छ, मैले चाहिँ पहिला बाहिर लोकल सामानहरू हालेर मैले सर्भिस गर्ने गरेको थिएँ। किन भन्दाखेरि म चाहिँ काममा एकदमै बिजी हुने भएको कारणले गर्दाखेरि सोरुममा अब कतिपय सोरुमहरूमा लाइन बस्नुपर्ने होइन, पालो नआउने धेरै समस्याहरू हुन्छ। अनि त्यो भएको कारणले गर्दाखेरि म चाहिँ धेरै लङ भिजिटहरू होइन, अब टुरहरू गर्ने धेरै हिँड्ने भएको कारणले गर्दाखेरि बाटोमा जताभावी सर्भिस गर्ने त्यस्तो चान्सहरू एकदमै कम हुन्छ। अनि त्यसपछि मैले चाहिँ बाहिरको प्राय लोकल सामानहरू हालेको थिएँ। अनि तर लोकल सामानहरू हाल्दाखेरि यति अनसेटिस्फाई भएँ कि म त्यो यति असन्तुष्ट भएँ म होइन। किन भन्दाखेरि मैले चाहिँ अनि यो जुन तपाईँहरूलाई मैले अघि देखाएको थियो साइड स्ट्यान्ड पनि मैले केही समय अगाडि मात्रै हालेको थिएँ कि। अनि मैले साइड स्ट्यान्ड चाहिँ मैले तपाईँको त्यस्तै समथिङ 1 महिना 2 महिना अगाडि हालेको थिएँ। त्यो साइड स्ट्यान्ड पनि मिलेन है, चाँडै बाङ्गो भयो। अनि त्यो चाहिँ लोकल सामान थियो, बाहिरबाट मैले हालेँ। त्यसपछि गएर क्लच प्लेट चाहिँ मैले बजाज सोरुममै पहिला हालेको थिएँ, त्यो भएको कारणले गर्दाखेरि लगभग 6-7 महिना क्लच प्लेट चल्यो। अनि अर्को कुरा भनेको चेन स्प्रेकर भनेको मैले 2-2.5 महिना अगाडि हालेको थिएँ। र चेन स्प्रेकर पनि त्यहाँ बजाज सोरुममा गएर चेक गर्दाखेरि बाङ्गो टेँडो है, पुरै बाङ्गो टेँडो भइसकेको थियो। अनि चेन स्प्रेकर पनि फेर्ने बेला भएको थियो, तर त्यति मसँग पैसा पनि थिएन, त्यो भएर चेन स्प्रेकर चाहिँ मैले फेरिनँ। किनभने मैले अहिले राइड सेयरिङ एप्सहरू चलाउँछु, त्यसपछि गएर होइन अब त्यता सबैतिर खर्चहरू धेरै छ। अनि अर्को कुरा भनेको मेरो त अब हिजो मैले एउटा भिडियो पनि हालेको थिएँ हजुरहरूलाई होइन, मेरो भाइचर पनि फेर्ने बेला भएको छ, सबै पार्ट्सहरू फेर्ने बेला भएको छ। त्यसैले एकैचोटि फेर्दाखेरि मलाई धेरै खर्च आउने भएको कारणले गर्दाखेरि मैले कम खर्चमा अनि स्टेप बाई स्टेप गर्दै मैले चाहिँ गर्ने प्लानिङ बनाएको छु। अनि हजुरहरूलाई मैले यो अहिले क्लच प्लेट फेरिराखेको छु नि, मैले जुन देखाइरहेको छु। अनि यो क्लच प्लेटहरू सबै कुराहरू चाहिँ बाहिरको लोकल सामानहरू हालेर होइन हजुरहरूले भोलि पछुताउनु भन्दा मलाई चाहिँ फेरि कस्टली चाहिँ एकदमै कस्टली लाग्यो। किन भन्दाखेरि बाहिर लोकल सामानहरू अब हामीले चलाउँदाखेरि एकदम सस्तो हुन्छ, त्यति कस्टली हुँदैन। तर पावरफुल पिकअप र बाइकलाई एकदम जेन्युन एकदमै कन्डिसनमा राख्ने हो भने बजाज सोरुममै सर्भिस गरेको जस्तो चाहिँ 100% हुँदैन साथीहरू होइन। अनि त्यसपछि गएर त्यति मात्रै होइन मेरो अनि ल हेर्नु त यी ठ्याक्कै 9,300 समथिङ 331 रुपियाँको बिल आएको छ होइन।